प्रतिवेद गर्नुभयो। उहाँले आफ्नो परिवारले गल्ती गरे पनि जेलमा प्रहरीका बुझाउन उहाँ लिएर जाने त्यो अदम्य एउटा न्यायको हिसाबमा समन्याय गर्न सक्ने त्यो मुटु भएको व्यक्ति हो। त्यो हामीले अपनाउने कि नअपनाउने, कहिल्यै आफूभन्दा अरूलाई नै पहिला देख्नु, आफू भोको भए पनि अरू भोको नै पहिला देख्नु हो, त्यो भाव हामीले अपनाउन सक्ने। सधैँ देशको लागि समाजको लागि के चाहिँ गर्न सकिन्छ, आफू एक्लै भए पनि लडिरहने, अभावको विरुद्ध, असमानताका विरुद्ध, राज्यले दिएका जति पनि असजिलाहरू छन्, राज्यले समन्वय गर्न नसक्दा, राज्यले चाहिँ न्यायिक हिसाबले बोल्न नसक्दा, सहयोग गर्न नसक्दा, त्यसका विरुद्धमा धेरैजना मान्छे हुँदा त जो पनि नेतृत्व अघि सर्छ, र कोही पनि नहुँदा पनि एक्लै अघि सर्ने जुन भएको स्वभाव थियो, हामी सर्न सकेका छैनौँ। हामी कहाँ पनि अन्याय भइरहेको, असमानता भइरहेको हामीले देखेर हेरेर बसेका छौँ कि त्यसको विरुद्धमा आएका छौँ। त्यो गर्न हुँदैन भनेर आवाज उठाएको छौँ कि छैनौँ। सधैँ देशको लागि समाजको लागि के चाहिँ गर्न सकिन्छ, आफू एक्लै भए पनि लडिरहने, अभावको विरुद्ध, असमानताका विरुद्ध, राज्यले दिएका जति पनि असजिलाहरू छन्, राज्यले समन्वय गर्न नसक्दा, राज्यले चाहिँ न्यायिक हिसाबले बोल्न नसक्दा, सहयोग गर्न नसक्दा, त्यसका विरुद्धमा धेरैजना मान्छे हुँदा त जो पनि नेतृत्व अघि सर्छ, र कोही पनि नहुँदा पनि एक्लै अघि सर्ने जुन भएको स्वभाव थियो, हामी सर्न सकेका छैनौँ। हामी कहाँ पनि अन्याय भइरहेको, असमानता भइरहेको हामीले देखेर हेरेर बसेका छौँ कि त्यसको विरुद्धमा आएका छौँ। त्यो गर्न हुँदैन भनेर आवाज उठाएको छौँ कि छैनौँ। त्यो सोचेर उहाँले दिनुभएको जुन दिग्दर्शन छ, आफ्नो जीवन पूर्ण जीवन नै त्यसैमा समर्पण गर्नुपर्छ। हामीलाई धेरैलाई सम्झना छ, उस्मान श्रेष्ठ है बाजु आउनुभयो भनेपछि कतै कुनामा तास खेलिरहेको मान्छे थियो भने चिसो तास लुगा हिँडेका थिए। यहाँहरू सब मलाई भन्दा धेरै उहाँहरू सम्झना, गलत काम गरिरहेको कोहीले त्यहाँ उहाँ आउनुभयो भनेपछि त्यो बाटो हिँड्नु भनेपछि झपाझप त्यो छोडेर एका थिए। त्यस्तो चाहिँ त्यस्तो शक्ति थियो क्या उहाँ, त्यो निष्ठाको शक्ति थियो। त्यो जुन आफूले कहिल्यै जीवनमा अन्याय गर्नु भएन, कहिल्यै सधैँ न्यायको पक्षमा लाग्नु, सधैँ पृथ्वीका पछि विरुद्धमा लाग्नु भयो, त्यस कारण उहाँसँग त्यस्तो शक्ति थियो। उहाँ हिँड्दाखेरि मान्छे ओहो तास खेल्न लाग्यो भने चाहिँ उहाँ आउनुभयो भने भाका लाग्यो, त्यस्तो थियो। जुन निष्ठा उहाँले आर्जन गर्नुभएको जीवनमा, त्यसलाई हामीले पनि अप्नाउनु सक्नुपर्छ। त्यो समाज परिवर्तन गर्नु भने हामीले त्यो अप्नाउनु पर्छ। यो समाजलाई हामीले नयाँ दिशा, राम्रो दिशा, सही दिशा, सत्मार्गमा डोराउने भने हामी सबैले आफ्नो स्वभावहरूलाई तदअनुरूप बनाउनु पर्छ, अनि मात्रै यो समाज राम्रो बन्छ, उहाँले चाहे जस्तो समाज बन्छ। हामीहरू एउटा संस्कारी समाजको रूपमा त्यो नै मुख्य मुद्दा हो जस्तो मलाई लाग्छ। र आगामी दिनहरूमा पनि प्रश्नले आयोजना गरेका कामलाई हामी अघि सरसरीका साथ अब यो मूल कुरा चाहिँ चिन्तनको विषयलाई हाम्रो व्यक्तिगत जीवनको आचरणदेखि लिएर व्यक्तिगत निर्णयका विषयहरूदेखि लिएर त्यो विषयमा उहाँको जुन चिन्तन जीवनशैली थियो, जीवन रहेसम्म उहाँले जुन अपनाउनु भयो, त्यसलाई समाजमा कसरी लैजाने त यो ट्रस्टले चाहिँ अब काम गर्नुपर्छ। त्यसले समाजमा परिवर्तन, त्यसले मान्छे परिवारमा परिवर्तन ल्याउँछ र समग्र समाजलाई एउटा राम्रो समाज बनाउन चाहिँ त्यही कुरा चाहिँ एक कुरा राख्दै मलाई यो सम्मान दिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा हामी सामाजिक कार्यमा हामी सँगै छौँ, हामी समाज परिवर्तनको कार्यमा हामी सँगै छौँ, र साथसाथ अग्रजहरूको साथ सहयोग प्रेरणा उहाँको देखाएर उहाँको गर्नुपर्छ, यही कुरा राख्दै